हामी चाहिँ यो पोखराको मिर्ल्याङ भन्ने ठाउँ हो। एकदमै रमाइलो हुन्छ कि यो ठाउँमा चाहिँ। अहिले चाहिँ एकदमै हरियो, एकदमै राम्रो, एकदमै सफा छ। यहाँ चाहिँ एकदमै मान्छेहरू आउनुहुन्छ। गर्मी महिनामा नि एकदमै मान्छेहरू आउनुहुन्छ कि यो ठाउँमा चाहिँ। हावा खान आउनुहुन्छ होला धेरै जस्तो मान्छेहरू। अनि ड्राई पिकनिक पनि गर्न आउनुहुन्छ कि यो ठाउँमा। एकदमै रमाइलो छ। हजुरहरू पनि आउनु होला है। भयो आएको थिएन। आज चाहिँ आउँदैछौँ। हामी चाहिँ यो ठाउँमा चाहिँ 3-4 चोटि भइसक्यो होला आएको। धेरैचोटि पहिला खासै राम्रो थिएन, अहिले चाहिँ एकदमै राम्रो बनाइरहेको छ कि। एकदमै राम्रो छ अहिले चाहिँ। यता चाहिँ जङ्गल रहेछ, उहाँ चाहिँ खेल्ने ठाउँहरू हुन्छ।